मेरे वाज में Hello guys, welcome back to our channel again. It's me Yogesh and you are watching SLY Vlogs. Today we are going Zorbuta for camping. म सलिम लोकेश युबी सलिम र म चाहिँ राति जान्छौँ. केटाहरू अगाडि गएर टेन्ट सेन्ट लगाउँछन् दुईजना. अनि त्यही हो, हेरौँ के कस्तो हुन्छ. त्यही हो. बिरयानीको माल मेटेरियल हुँदैछ. यहाँ मासु पाकिसक्यो. अच्छा बनायो भने बहुत धेरै हुन्छ. सरी हाल आवेल बनाएको कस्तो छ. आज हामी त्यहाँ जरबुटा त हो नि साथी, जरबुटाको यात्रा हो. अब स्कुटीको छ कि नै गरेर चेक गरिरहेको छु. पन्डोला स्कुटीको लगाइस हामी जाँदैछौँ जरबुटा. जरबुटाको डाँडो हाम्रो गाउँपट्टि छ ओग्ने साथी. त्यो अब हाम्रो टेन्ट लगाउन सुरु भइरहेको छ. हाम्रो लोकबहादुर नेउपाने टेन्ट लगाउँदैछन्. त्यही हो. हामी जरबुटा छौँ. अनि साथी जरबुटा त हो नि, उता अर्को पार्टी पनि त्यतातिर छ. भइहाल्छ अहिले. हुन्छ र यसको अलि मोटो टाइप. त्यही हुन्छ, त्यही ठिकै हुन्छ. सिप्ले होला है. अलि चुचोमाथि किलो बनाऊ है. ओ 27 कसको हो? 27 एक बजे आएर रहेछ त फेरि फोन. 1 बजे फेरि फोन आएर रहेछ. 55 ओ साथी हो. फेरि एकचोटि
के भने हाम्रो सबै म्युट हुन्छ कि यसमा सबमा गीत हो प्याट 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 काटेर अनि मैले गाना गाएको के मजा आएको त अनि त्यति हालिदिउँला बौला त्यो चाहिँ हाल्दियो ओइ किन गरे खड्याङ खड्याङ नगर्नु मेगा सिरीवाला स्याम्बारे हो म त खान्छु मेगा मेगा आसिया तामाङ आएर कस्तरी बोल्ला रे मेगा सिरी बस पार्क भरि माइके छोरो ए हो हाम्रो आजको के अरे हिजोको नाइट क्याम्पिङ चाहिँ सफल भएको छ र अब यसै गरी हामी अब आफ्नो होम टाउनतिर ब्याक हुँदैछ होम टाउन त होम टाउन हो अब घरतिर त सुनिन्न कि अलिक ठुलो आज बोल माइक्रोफोन लगाइदिउ न यहाँ नै सुनिन्छ अब नाइट क्याम्प बस्यौँ अब सुराजमा बोर छ कि अब हिजो साँझ नाइट कन्सन्ट्रेट अब हिजो राति नाइट बस्यौँ टक्क लाएर अब यत्रै थियो बस्यौँ कत्रो थियो यत्रै थियो जोडो यत्रै थियो हाल्यौँ दुईजना गयो बुङ्गाहरू सुत्यो अगाडि बस्यौँ मस्तसँग 3 बजीसम्म अनि 2टा उठाएको अनि त्यसपछि त अनि उठाउन त बोर भएको त्यसले त गाली गरे मलाई शरीर उठाइदिएको अनि अनि उठिजा यस्तै गरी सेम बाबा यस्तरी खप्न जान्छ भने के सुतेर सुतिरहेको बेला कोहीले ठुलो आवाज गरेर फेरि सुन न फेरि पछिचोटि उठाउनु गयो कि यो मान्छेले के भने थाहा साथी मैले त पहिलोचोटि थाहा पाएँ तिमीले उठाएको र अघिल्लोचोटि थाहा पाएन अगाडि दुईचोटि आफूको स्टाइल अनि त्यसपछि अनि हिजोको नाइट क्याम्प सफल भयो होइन अब हामी चाहिँ बिहान जिम्दै उठ्यौँ त्यो जाडोले भाँचिन्छ जस्तो त लाग्यो थिएन होइन सिधा ओए मामा 5:42 उठेको लोक यस्तो गराएको डक 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 लोके अनि साइड चेन्ज गरे साथी आम्मा आएको चाहिँ यो हात त मेरो त हल्लिनै नमिलेको अनि पछि फेरि चेन्ज गरेर लोक्यो पनि यतै फर्की गयो त्यसपछि त अझै अनि पछि उठेर बाहिर आएको अनि त्यसपछि को उठ्यो त्यसपछि लोके उठिहाले लोके उठ्यो अनि त्यसपछि मामा उठ्यो अनि सलिम त पुरा बिहान के पिसाबेन कति क्या पिसाबेर त्यो क्या पुरा खरायो नि त पुरा खुट्टै भइदियो त पानी र खरायो यस्तो हुन्छ नि त यस्तो हुन्छ नि त हामी उठेर फेर्नुपर्छ उसलाई बसेर फेर्नुपर्छ मलाई समस्या छ नि त नाइस वान छिर्र धन्न लोकेको हाम्रो प्याकिङ चाहिँ हाम्रो अब भइरहेको छ अब हामी मैले अन्नुपर्छ भनेर भनेको छु अनि आफै नगएपछि मजा आयो मान्छे मार्न पाइएन त यार त्यसपछि मेरो फोन गयो त्यहाँ त्यसपछि मेरो फोन भयो हामीले भ्लगहरू बनाउनु होइन आउनु आएर थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो प्लिज लाइक शेयर सब्सक्राइब channel dang 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 we'll see you in the next video bye bye I love you so much bye bye